the dreamers, we make it happen, 'cause we believe it. Look who we are the dreamers, we make it happen, 'cause we can see it. Here's to the ones that keep the passion, respect, oh yeah. Here's to the ones that can imagine, respect, oh yeah. Gather round now, look at me. Respect and love the only way. If you wanna come, come with me. The door is open every day. This 1 + 2 rendezvous, all invited. This what we do, how we do. Look who we are the dreamers. We make it happen, 'cause we believe it. Look who we are the dreamers. We make it happen, 'cause we can see it. Here's to the ones that keep the passion, oh yeah. Here's to the ones that can imagine, respect, oh yeah. نحلم إن يكون العالم أحلى ونعيش بحب، نتجمع ونخلي صوتنا يملى هالدنيا حب، ونتكاتف نرفع وتفرق، ونتعاون نصنع ونحقق، وما نستسلم نتحدى ونتجاوز كل شدة ونغني بمودة. Look who we are the dreamers, we make it happen, 'cause we believe it. Look who we are the dreamers, we make it happen, 'cause we can see it. Here's to the ones that keep the passion, respect, oh yeah. Here's to the ones that can imagine, respect, oh yeah. नमस्कार, म चाहिँ भालचन्द्र माध्यमिक विद्यालयबाट चाहिँ शिक्षकका रूपमा यहाँ विद्यार्थी भाइ बहिनीहरूले चाइल्डिस प्रोग्राममा चाहिँ सहभागी भएको छु। अनि म चाहिँ भालचन्द्र विद्यालयमा चाहिँ सोसल टिचरको रूपमा रहेको छु। यहाँ चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ यो सत्रहरूमा चाहिँ चाइल्डिस प्रोग्रामबाट हरेक विद्यार्थीहरूको चाहिँ प्रतिस्पर्धात्मक भावनाहरू भएको छ, उनीहरूमा खेलप्रति चाहिँ जागरुक भएको छ। अनि एक विद्यालय उनीहरूसँग चाहिँ सहकार्य एकअर्कामा चाहिँ पहिचान भएको विद्यार्थी भाइ बहिनीहरू चाहिँ साथी चाहिँ उनीहरू भन्छ नि एकअर्काले नचिनेको अवस्थामा चाहिँ एक विद्यालय अर्को विद्यालयका भाइ बहिनीहरू बिच चाहिँ मेलमिलाप भएको, साथी समूह भएको चाहिँ उनीहरू एक्टिभ भएको छ। हरेक कामहरूमा चाहिँ यो चाइल्डिस प्रोग्रामले चाहिँ विद्यार्थी भाइ बहिनीहरूको चौतर्फी विकासमा चाहिँ एकदमै मद्दत पुगेको देखिन्छ। अनि यो चाइल्डिस प्रोग्रामले चाहिँ सञ्चालन गरेको यो 3 दिने प्रोग्राममा चाहिँ झन् अझ बढी बच्चाहरूमा चाहिँ उत्सुकता भएको मैले पाएको छु। मेरो विद्यालयका विद्यार्थी भाइ बहिनीहरूमा जुन एउटा मात्रै आफ्नो विद्यालयभित्र मात्रै रहेको क्षमता छ, त्यो क्षमतालाई चाहिँ अरू विद्यालयहरूको भाइ बहिनीहरू माझमा पनि राख्ने मौका पाएको देखिन्छु मैले। जसले गर्दा अब यो चाइल्डिस प्रोग्रामले ल्याएको जुन हरेक प्रोग्रामहरूमा मैले अब विगत प्रोग्रामहरूमा पनि म सहभागी थिएँ र अहिले पनि सहभागी छु। यो हेर्दाखेरि चाहिँ एकदमै राम्रो भएको मैले चाहिँ महसुस भएको छ। अनि विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ खेलको माध्यमबाट चाहिँ उनीहरूमा भएका सामाजिक समस्याहरू छ, कसरी समाधान गर्ने, के गर्ने भन्ने कुरामा पनि विद्यार्थी भाइ बहिनी अलिकति एक्टिभली सहभागी भएको पाएको छु। त्यसले गर्दा विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ पढाइको साथसाथै
उनीहरूको चौथरी विकासमा को लागि चाहिँ खेल पनि उत्तिकै आवश्यक छ भन्ने कुरामा चाहिँ अलि जागरुक भएको देखिन्छ र उनीहरू एकदमै उत्प्रेरित लागेको देखिन्छ। त्यसैले गर्दा यो चाइल्ड प्रोग्राम चाहिँ भावी जीवनमा भावी उसमा पनि चाइल्ड प्रोग्रामले चाहिँ एकदमै सपोर्ट भएको कारणले गर्दा अझ राम्रोसँग यही भाइ बहिनीहरूको चौथरी विकासमा अझ लागिरहनुको लागि चाहिँ म उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद व्यक्त गर्दछु। नमस्कार, मेरो नाम रश्मिता सापकोटा। म चाहिँ यसै पनौती नगरपालिका वडा नम्बर 9 सुनथानमा अवस्थित श्री शारदा माविमा कक्षा 10 मा अध्ययनरत छात्रा हो। म चाहिँ आज हाम्रो यस चाइल्ड रिचले चाहिँ फागुन 1, 2 र 3 दिन आयोजना पनौती नगरपालिकाको सहकार्यमा आयोजना गरेको प्रोग्राममा चाहिँ यसरी सहभागी भएर यसरी केही बोल्न पाउँदा चाहिँ निकै खुसी लागेको छ र यसरी बोल्ने अवसर दिनुभएकोमा नि हृदयदेखि नम्र र धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस प्रोग्राम चाहिँ हामीले आजभन्दा लगभग 1 वर्ष अगाडि पनि यस चाइल्ड रिचबाट चाहिँ यसै स्थानमा हामीले चाहिँ खेलकुदको माध्यमबाट विभिन्न ट्रेनिङहरू दिएको थियो। यस ट्रेनिङबाट चाहिँ हामीमा धेरै परिवर्तनहरू आएको छ कि हामीले यो बुझ्न सकेका छौँ कि पढाइ भनेको चाहिँ घोकन्ते विद्या मात्रै होइन कि हामीले इन्जोय गरी इन्जोयको साथमा पढाइलाई सँगसँगै लैजान सक्छौँ। घोकेर मात्रै होइन, इन्जोय गर्दै हामीले पढाइलाई लैजान सक्छौँ भन्ने कुरा बुझ्यौँ र त्यो कुरा हामीले लागू गर्ने प्रयास पनि गऱ्यौँ र धेरै हदसम्म लागू पनि भएको छ। र यस प्रोग्राम ल्याउनु भएर चाहिँ हामीमा धेरै हेल्प भएको छ र धेरै परिवर्तन पनि भएको छ। भनिन्छ पढाइ भनेको घोकन्ते विद्या हो, तर यस प्रोग्रामबाट चाहिँ के प्रुभ भएको छ भने पढाइ भनेको घोकन्ते विद्या मात्रै होइन, पढाइ चाहिँ हामीले अन्य माध्यमबाट पनि पढाइलाई प्रस्तुत गर्न सक्छौँ, पढ्न सक्छौँ र अगाडि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ हामीले यसबाट बुझ्ने अवसर पाएका छौँ। र आजभन्दा लगभग 1 वर्ष अगाडिको ट्रेनिङबाट हामीमा सायद लगायत हाम्रो विद्यालयको सम्पूर्ण विद्यार्थीहरूमा र टिचरहरूमा पनि धेरै परिवर्तन आएको छ र यहाँबाट दिएको ट्रेनिङ चाहिँ हामीले हाम्रो विद्यालयमा पनि गराउने गरिरहेका छौँ र यहाँबाट सर म्यामहरू गएर पनि बेला बेलामा गराइरहनुहुन्छ र यस्तो प्रोग्रामहरू चाहिँ फेरि गर्दै गर्नु होला भन्न चाहन्छु। साथै यस्तो प्रोग्रामहरू गर्दा चाहिँ सीमित विद्यार्थीहरूलाई मात्रै गरिन्छ, सम्भव भएसम्म चाहिँ अलि विद्यार्थीको सङ्ख्या साथै टिचरको सङ्ख्या चाहिँ बढाएर यस्तो प्रोग्रामहरू गर्नु होला भन्न चाहन्छु होइन। यस प्रोग्रामबाट चाहिँ हामीलाई धेरै परिवर्तन भएको छ, हामीले धेरै कुराहरू सिक्ने अवसर पनि पाएका छौँ। साथै इन्जोय गर्दै इन्टरटेनमेन्टको साथ हामीले यो प्रोग्रामहरू गर्न पाएका छौँ र यहाँ आएर हामीले स्कुलमा सीमित विद्यार्थीहरूसँग मात्रै खेल्दाखेरि भन्दा बाहिर आएर खेल्दाखेरि अन्य विद्यालयका विद्यार्थीहरूले कुन तरिकाबाट खेल्दा रहेछन् भन्ने कुरा हामीले थाहा पाउन सक्छौँ र हामीले उनीहरूले कसरी राम्रो गरेका छन् र हामीले के गल्ती गरेका छौँ भनेर पनि हामीले यहाँ आएर थाहा पाउन सकेका छौँ। गल्तीबाट नै हामीले सिक्ने अवसर पाउँछौँ। यसरी चाहिँ इन्टर स्कुल कम्पिटिसन हुँदा चाहिँ हामीले त्यो स्कुलले यस्तो गरेर यस्तो राम्रो स्कोर पाएको छ, हामीले पनि अर्कोचोटि गर्दा यसै गरेर राम्रो गर्छ, हामीले यहाँनिर गल्ती गरेका रहेछौँ भनेर जान्ने अवसर पाएका छौँ। र यस्तो प्रोग्राम चाहिँ फेरि ल्याउँदै गर्नु र अहिले 5वटा स्कुलबिच इन्टर स्कुल भएको छ, पछि यस नगरपालिकाभरिकै स्कुलबिच इन्टर स्कुल ल्याउन सम्भव भएसम्म प्रयास गर्नु होला भन्न चाहन्छु। यस प्रोग्राममा आएर चाहिँ अब यो प्रोग्राममा इन्भल्भ हुनुभन्दा अगाडि चाहिँ सोचिन्थ्यो कि त्यो अब हुन्छ नि, यस प्रोग्रामबाट हामीलाई सिकाउनु भयो कि यस प्रोग्रामबाट खेल्दै पढ्न सिकाउनु भयो नि त। योभन्दा अगाडि हामीले सोच्थ्यौँ कि पढ्न भनेपछि चाहिँ हामीले दायाँ बायाँ होइन, पढ्न भनेपछि चाहिँ घोकेरै मात्रै बुझ्न सक्छौँ भन्ने कुरा चाहिँ बुझेको थिएँ मैले यो प्रोग्राममा इन्भल्भ हुनुभन्दा अगाडि। जब म यो प्रोग्राममा इन्भल्भ भएँ, यो ट्रेनिङमा इन्भल्भ भएँ, त्यसपछि चाहिँ मैले यो बुझेँ कि होइन, पढाइ भनेर हामीले घोकेर मात्रै होइन, अन्य तौर तरिकाबाट पनि पढ्न र बुझ्न सक्दो रहेछ, हामीले पढ्ने र बुझ्ने अन्य तरिकाहरू पनि रहेछन् भन्ने कुरा मैले बुझेर यो कुरा मैले अरूलाई बुझाउन सफल पनि भएको छु जस्तो मलाई जहाँसम्म लाग्छ। धन्यवाद। नमस्कार, मेरो नाम सर सापकोटा। म चाहिँ अहिले 11 वर्षको भएँ र म श्री पुण्य माध्यमिक विद्यालयमा कक्षा 8 मा अध्ययन गरिरहेको छु। आज चाहिँ म अब यो चाइल्ड रिच नेपालले गर्दा हामी आफ्नो जीवनमा लक्ष्य पुरा गर्न सक्ने जस्ता क्षमताहरूको विकासका कुराहरू पनि हामीले सिकिरहेका छौँ। यसले गर्दा हामीले कोही विद्यार्थीहरूको जीवनमा फुटबल प्लेयर बन्ने लक्ष्य हुन्छ, यसले गर्दा महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको मार्फत हामीले धेरै कुराहरू सिकेका छौँ। हामीले कक्षामा पढाएको भन्दा चाइल्ड रिच नेपालले बुझाएर पढाएको हामीले बढी बुझ्न पाएका छौँ। मैले चाहिँ यस कार्यक्रममा भाग लिँदा आफू र आफ्नो साथीहरूमा धेरै परिवर्तनहरू देखेँ, जसमा चाहिँ हामीले जीवनमा
चाहिने सिपहरूको बारेमा पनि सिक्यौँ। जीवन निर्वाह गर्न त्यतिकै गर्न सकिँदो रहन्छ। हामीले केही न केही लक्ष्य बोकेर अघि सर्नुपर्छ र त्यसलाई पुरा गर्न हामीले सके जति मेहनत गर्नुपर्छ भन्ने कुरा पनि मैले यस कार्यक्रमबाट सिक्न पाएँ। मलाई चाहिँ अब क्लासरुममा भन्दा चाहिँ अब त्यही बाहिर आएर गेमको मार्फत सिक्न चाहिँ एकदमै रमाइलो लाग्यो। यसले गर्दा मैले धेरै सकारात्मक कुराहरू पनि सिकेँ। मेरो जीवनमा यसले पोजिटिभ असर पुर्यायो। जस्तै अब मैले कक्षामा अध्ययन गर्दा चाहिँ अब यस्तो साइड टक जति हुन्थ्यो। अब तर मैले गेमको मार्फत खेल्दा चाहिँ अलिकति इन्टरटेनमेन्ट नि भयो, पढाइका महत्त्वपूर्ण कुराहरू पनि सिक्न पाएँ आदि इत्यादि कुराहरू। यस्ता कार्यक्रम गर्दा चाहिँ अब विद्यार्थीहरूलाई राम्रोसँग झगडा नगरी चोटपटक नलाग्ने गरी मनोरञ्जन हुने मार्फत तरिकाले यस कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दै हुन्थ्यो जस्तो लाग्छ। चाइल्डलाई चाहिँ अब यस्ता प्रोग्रामहरू समय समयमा गरिरहनुपर्छ। कुनै बालबालिकाको मनभित्र रहेको उनीहरूको आफ्नै छुट्टै कला हुन्छ। उनीहरूले आफ्नो कलालाई बाहिर ल्याउन नसकिरहेका हुन्छन्, जसले गर्दा गेमको मार्फत उनीहरूले आफ्नो मनमा रहेको कलालाई प्रतिभाहरूलाई बाहिर ल्याउन सफल हुन्छन्। मैले चाहिँ यस्ता कार्यक्रमहरूबाट धेरै राम्रा कुराहरू सिकेँ, जसमा चाहिँ अब हामीले कुनै पनि खेल खेल्दा आफ्नो ज्यान फालेर होइन, चोटपटक नलाग्ने तरिकाले, आफूलाई मनोरञ्जन हुने तरिकाले, आफूले केही न केही राम्रो कुराहरू सिक्ने तरिकाले खेल्नु पर्दो रहेछ। यस्ता खेल खेल्दा विभिन्न घटनाहरू घट्ने गर्दो रहेछ, जसको चाहिँ हामीले सावधानीपूर्वक यसलाई खेल्ने गर्नुपर्छ भन्ने मैले सिक्न पाएँ। नमस्कार, म मदन सुन्दर गोछे, श्री शारदा माविको अहिले म यहाँ चाइल्ड रिच नेपालद्वारा आयोजित 7A फुटबल टुर्नामेन्टमा उपस्थित भएको छु। यसमा 5वटा विद्यालयहरूबाट सहभागी जनाउनु भएको छ। शारदा मावि, श्वेत गणेश मावि, बाल आदर्श मावि, भालचन्द्र मावि र पुण्य मावि। यसमा बोइज फुटबल र गर्ल्स फुटबलको जुन आयोजना गर्नुभएको छ चाइल्ड रिच नेपालबाट, त्यसको प्रति म एकदमै आभारी छु। यस्ता कार्यक्रमहरू निरन्तर भइरह्यो भने बोइज र गर्ल्सको फुटबल अथवा अरू गेमहरूमा धेरै नै सहयोग पुग्नेछ। धन्यवाद। चाइल्ड रिच नेपालले जुन यो नयाँ कन्सेप्ट अनुसार खेल विधिबाट सिकाइ गराउने भन्ने प्रोग्राम ल्याएको, त्यसप्रति हामी विद्यालय परिवार नै आभारी छौँ। यो हामीले यहाँ 4 दिन यसै चौरमा पनि हामीले तालिम लियौँ 2 जना शिक्षकहरूले, र त्यसबाट हामीले विद्यालयमा गएर जुन प्र्याक्टिकली रूपमा यो खेल विधिद्वारा सिकाउने कार्यक्रमहरू गऱ्यौँ। त्यसो गर्दाखेरि चाहिँ एकदमै सिकाइ प्रभावकारी भएको हामीले पायौँ र विभिन्न विषयवस्तुको टपिकहरू लेसनहरू सिकाउँदाखेरि खेल माध्यमबाट सिकाउँदाखेरि रुचिकर हुने र सिकाइ एकदम प्रभावकारी हुने र दिगो हुने कुरा चाहिँ हामीले अनुभूति गऱ्यौँ। यो एउटा हाम्रो यता भेको लागि नयाँ कन्सेप्ट नै हो र त्यो कन्सेप्ट अनुसार चाहिँ सिकाइ गर्दाखेरि अरू विधिभन्दा यो विधि चाहिँ एकदमै प्रभावकारी रहेको हामीले अनुभव गरेका छौँ र यस्ता कार्यक्रमहरू निरन्तर रहिरहनुपर्छ, आगामी दिनमा पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। र चाइल्ड रिच नेपालले जुन यो नयाँ कन्सेप्ट ल्याएको छ र केही सपोर्टहरू पनि गर्नुभएको छ हाम्रो विद्यालयहरू र 5वटा विद्यालयलाई, त्यसले गर्दाखेरि खेलकुदमा पनि विकास भएको हामीले अनुभव गरेका छौँ र खेलकुदको साथसाथै विषयवस्तु सिकाउने क्रममा पनि यो विधि अथवा मेथडले धेरै नै राम्रो भूमिका निर्वाह गरेको र सहयोग गरेको चाहिँ हामीले पाएका छौँ। यसबाट हाम्रो शिक्षक साथीहरू पनि नयाँ विधि रहेछ भनेर एकदमै खुसी हुनुभएको छ।